हेलो एभ्रिवान, तपाईँलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज हामी फुटबल फ्रीमा कसरी वर्ल्ड कप हेर्ने भनेर देखाउन गइरहेको छु। म गुगलमा जाने सुरुमा त्यहाँबाट यस्तो इन्टरफेस खुल्छ। त्यसपछि SPORTZYFY लेख्ने अनि त्यहाँबाट सर्च गरिदिने अनि यो माथिको इन्टरफेस खुल्छ, यो माथिको, अनि त्यहाँबाट डाउनलोड गरिदिने। यस्तो खुल्छ अनि यहाँ डाउनलोड लेख्ने अनि यहाँ डाउनलोड यहाँ दाबिदिने अनि माथिको गरिदिने। अब यहाँ फाइल आउँछ, फाइलमा यहाँ डाउनलोड लेख्ने, डाउनलोड एनीवे लेख्ने अनि यहाँ डाउनलोड गरिदिने। माथि फाइल खुल्यो। अब यहाँ ओपन गर्ने। ओपन गरिसकेपछि यहाँ इन्स्टल गरिदिने। यहाँ डाउनलोड हुन्छ बिस्तारै, एक मिनटमा हुन्छ डाउनलोड। यहाँ हुँदैछ डाउनलोड, ओपन भयो। यहाँ ओपन गर्ने, यस्तो एलो गर्ने। यहाँ यसरी खुल्छ है। यहाँ अघि भएको साउथ कोरिया यसको गेमहरू छ। अनि यहाँ जाने, अपकमिङमा जाने, यहाँ गेमहरू देखाउँछ। युएसए, क्यानाडा, इङ्ल्यान्ड, क्यानाडाहरूको गेमहरू भइरहेछ। यहाँ ब्राजिलहरूको टक्क यहाँ जाने, गेम हेर्ने, टक्क गर्ने। अनि यहाँ यस्तो अलिअलि एड आउँछ, एडहरू अलिअलि हेर्नुपर्छ अनि हुन्छ। फेरि पनि देखाइदिन्छु। यो एप हो है, SPORTZFY। भिडियो कस्तो लाग्यो भनिदिनु होला गाइज।